सम्मानीय सभामुख महोदय, भोलिदेखि सगरमाथा संवाद सुरु हुँदैछ। तर संवाद सुरु नहुँदै उक्त कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ। विश्व स्तरबाट उच्च स्तरीय सहभागिता हुने उक्त कार्यक्रममा अहिलेसम्म कुनै देशको राष्ट्र प्रमुख वा सरकार प्रमुख वा विदेश मन्त्री कुनै पनि देशको उच्च स्तरीय सहभागिता देखिएको छैन। यो कार्यक्रम मानव जातिको भविष्य सुनिश्चितताको लागि, यो पृथ्वीको भविष्य सुनिश्चितताको लागि, जलवायु परिवर्तनबाट हुने जोखिमलाई न्यूनीकरण गर्ने एउटा महान उद्देश्यका साथ यदि गरिएको थियो भने ती सम्बन्धित सरकारवाला देशहरूलाई पनि यसलाई बुझाउन सक्नु पर्थ्यो। तर आज हामी हेरिरहेछौँ ती देशहरूको सहभागिता छैन। समुद्र पारेको त कुरा छोडिदिनुहोस्, हाम्रो छिमेकी देशको पनि सहभागिता छैन। न त इन्डियाका उच्च स्तरको सहभागिता देखिन्छ, न त चाइनाकै सहभागिता देखिन्छ। यतिसम्म कि संयुक्त राष्ट्रसङ्घको महासचिव समेतको उपस्थिति छैन। 300 सहभागी हुने भनिए पनि जम्मा 150 को वरिपरि सहभागी हुने भन्ने सुनिरहेका छौँ। त्यो पनि काठमाडौँमा उपस्थित कूटनीतिक नियोगका व्यक्तिहरू, दाताका प्रतिनिधिहरू समेत सहभागी हुने भनिएको यो सहभागिताले यो कार्यक्रमको औचित्यमाथि गम्भीर प्रश्न उठाएको छ। यो कार्यक्रमको लागि कार्यक्रम हो कि एउटा परिणामको लागि कार्यक्रम हो? फेरि हतारमा पनि होइन सभामुखज्यू, 6 वर्षदेखि गम्भीरताका साथ तयारी गरेको यो कार्यक्रम हो। यदि हामी महान लक्ष्यका साथ गरेका थियौँ भने अरू देशका नेतृत्वलाई किन कन्भिन्स गर्न सकिएन? यो उपस्थितिले हाम्रो देशको गौरवमाथि प्रश्न उठेको छ, हाम्रो देशको अस्तित्वमाथि प्रश्न उठेको छ, हाम्रो विश्वसनीयतामाथि प्रश्न उठेको छ। कि त ती देशहरू गम्भीर छैन भने पनि गम्भीर प्रश्न हो, यदि हाम्रो सरकारलाई, हाम्रो नेतृत्वलाई पत्याएन भने पनि गम्भीर प्रश्न हो। यो हाम्रो कूटनीतिक क्षेत्रको स्तरलाई पनि अभिव्यक्त गर्दछ। हाम्रो कूटनीतिक क्षेत्र कति फितलो छ, कसरी आफ्नो काम गरिरहेको छ। एउटा ठुलो अवसर थियो कूटनीतिक क्षेत्रको स्तरलाई माथि उठाउने। तर आज नेतृत्वको भूमिकाको कारण, नेतृत्वको अविश्वसनीयताले गर्दा, उहाँहरूको कार्यशैलीले गर्दा आज यो कार्यक्रम प्रभावहीन हो। म आग्रह गर्न चाहन्छु तपाईँले यो कार्यक्रमलाई छुट्याउनुहोस्। पैसा खर्च गर्न, देशको हुर्मत लिन कसैलाई छुट छैन। आज प्रधानमन्त्री र परराष्ट्र मन्त्री बिचको टकरावले गैर आवासीय नेपालीहरूको संस्था NRN फुटेको छ। एउटा प्रधानमन्त्री चापेर हिँडिराख्नु भएको छ, अर्को परराष्ट्र मन्त्री चापेर हिँडिराख्नु भएको छ। तपाईँहरू आफू कुर्सीमा बस्दा मिलेर बस्ने, आफू मिलेर देशलाई लिड भनिराख्नु भएको छ कि लुटिराख्नु भएको छ गर्ने। तर NRN को संस्थालाई तपाईँहरूले 2 चिरा बनाइदिनु हो। विदेशमा भएका नेपालीहरू विभाजित हुनुपर्ने, दुखित हुनुपर्ने र तपाईँहरू एउटै कुर्सीमा बसेर मायाले एकता छौँ भने देखाइराख्नुपर्ने। यदि तपाईँहरूमा मेल छैन भने दुनियाँले बताउनुहोस्। यदि मेल छ भने NRN किन फुटाउनु भन्ने प्रश्न गर्न चाहन्छु। तपाईँहरूको अभिभावकीय भूमिका हुनु पर्दैन? तपाईँले जोड्ने हो, मिलाउने हो कि फोर्ने हो भने गम्भीर प्रश्न उठेको छ। यसरी नेतृत्व असक्षमताले गर्दा आज देशको हुर्मत लिने, देशको इमेजमाथि प्रश्न उठ्ने, जनताको भागभविसँग जोडिएको महत्त्वपूर्ण प्रश्न उठेको छ। यस अर्थले पनि भन्न चाहन्छु, नेतृत्वको कुशलता देखाउनुहोस्। अहिलेको तपाईँले भनेको सगरमाथा संवादको औचित्य पनि पुष्टि गर्नुहोस्। यो कार्यक्रमलाई सार्थक बनाउनुहोस्। यस्तातिर अगाडि बढोस् भन्ने म ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद।